प्रदीप यादवको क्षेत्रमा उहाँको जनतालाई के भन्न चाहनुहुन्छ? सर्वप्रथम त बारा जिल्लाको क्षेत्र नम्बर 4 र पर्सा जिल्लाको क्षेत्र नम्बर 1 जोडिएको हो र नेकपा एमालेको तर्फबाट उम्मेदवार कमरेड प्रदीप यादव र म असाध्यै मिल्ने साथी पनि हौँ। 2 कार्यकालसम्म सँगसँगै हामीले काम गर्यौँ। अब फागुन 21 गतेपछि तेस्रो कार्यकालको लागि प्रदीप यादव र म सँगै हिँड्दैछौँ र गत साल मात्रै खानेपानीको हाहाकार हुँदाखेरि उहाँले बारा पर्सा मात्रै होइन कि सिङ्गो मधेसको खानेपानीको समस्यादेखि लिएर उहाँले प्रमाणित गरिसक्नु भएको छ कि जनताको काम, विकास निर्माणका काम कसरी गर्ने भन्ने कुरो प्रदीप यादव र किसान शेषलाई थाहा छ। त्यसकारणले म पर्सा क्षेत्र नम्बर 1 मात्र होइन कि पर्सा जिल्लाभरिका 4वटै क्षेत्र र बारा जिल्लाका 4वटै क्षेत्रका नेकपा एमालेका उम्मेदवारले हामी जित्दैछौँ। हामी बारा र पर्साका जनप्रतिनिधि मिलेर विकास निर्माण कसरी गर्ने, जनताका समस्या कसरी हल गर्ने भन्ने कुरो हामी मिलेर गर्दैछौँ र तपाईकै मिडिया मार्फत म आह्वान र अनुरोध गर्न चाहन्छु, अनुभवी नेता, जुझारु नेता, काम गर्न सक्ने नेता प्रदीप यादवलाई सूर्य चिन्हमा मतदान गरेर अत्याधिक मतले विजय गराउनुको लागि पनि हार्दिक अनुरोध गर्न जिला में प्रदीप यादव के वोट मांगता नहीं अपने, क्या है प्रदीप यादव को लोग वोट देवो? वोट ऐसे देगा बा कि उनका गांव टोल विकास में जितना वो अपन छवि बनैले बना उहे करते वोट दे के पड़ता उनके। हर तरह से कहीं भी जालन तो हर गरीब के दुख समस्या बहुत आराम से दिलदायक से बहुत वो सोच पूछ के उनका पीछे उ लाग जाला। ऐसे परसा जिला के लोग उनके बहुत चाहत करल। गरीब के दिन दुखी में प्रदीप यादव आगे रहला एकदम फर्स्ट क्लास। अगर कोई एक कॉल फोन करे तू दोबारा भी रिसीव करके लौटा के कहलन कि फलाना भाई तोहर दुख के हाल खबर का बा, के दिनचर्या कटता, ओसे कह के वो बहुत चासो रखेलन।